ओ बुढी, अनि एनिभर्सरी आउँदैछ, तँलाई के गिफ्ट दिउँ अनि? डिभोर्स किन आशा त्यत्रो बजेट छैन यार। 1 रुपैयाँ पनि लिन्न तपाईलाई फ्रीमा डिभोर्स दिएको मैले लु त्यत्रो बजेट तँसँग छैन भनेको। लिने त मैले हो नि। तँलाई बिहे गर्दाखेरिको 15 लाख रुपियाँ, तँलाई पढाउँदाको 7 लाख रुपियाँ लिने मैले हो क्या। छ बजेट। अनि मैले चाहिँ यो घरमा बिहानदेखि बेलुकासम्म हड्डी घोटी काम गरेको तैँले जुन यो कपडाहरू फेरि फेरि ल्याउँछस् नि, यो कपडाको दामले मात्र तँसँग 4 जना मान्छे काम गर्ने यो घरबाट राख्न सकिन्छ। अझ अरू अरू त मैले हिसाब गरेकै छैन। कुरा गर्छस्। अनि त्यो तैँले भनेर ब्याङ्कबाट लोन निकालेर जुन त्यो व्यापार थालेको छ नि, त्यो लोन, अनि अरू पनि तैँले कहाँ कहाँ पैसा लगेर सबै थाहा छ नि मलाई पनि। छ सक्सेस तिर्नलाई बजेट छ। छैन हो, त्यति बजेट तिर्छस् भनेदेखि डिभोर्सको कुरा सोचौँला हाने छ। हो, त्यही भएर धेर चुमुक चुमुक गरेर के न म त गरेर डिभोर्स भनिहाल्ने होइन। चुप लाएर बस्ने। आई लभ यु। आई लभ यु टु हो, यस्तै खालको माया गाढा हुनुपर्छ। कुरो बुझेस् नि? ल, थ्याङ्क यू सो मच। कति पेटेको त थ्याङ्क यू सो मच भनेको। वेलकम बजेट तयार पार्नु अनि मात्रै गफ गर्नु ल।